एउटा गाउँमा एक अत्यन्त गरिब किसान बस्दथ्यो। उसको सानो झुपडी थियो, लगाउने कपडा पुराना थिए। एक दिन ऊ झुपडीको छेउमा बसेर साधारण खाना खाइरहेको थियो। त्यही बेला बाटो हुँदै दुई धनी महिला हिँड्दै आए। उनीहरूले किसानलाई देखेर हाँस्दै भने, हे भगवान, कति गरिब, कस्तो जीवन। ती शब्दले किसानको मन दुख्यो। उसको आँखाबाट आँसु झर्यो, तर उसले केही बोलेन। त्यसै बेला एउटा सानो सेतो चरा आएर किसानको नजिक बस्यो। किसानले आफ्नो थोरै अन्न चरालाई दियो। चरा खुसी भएर आकाशतिर उड्यो। भोलिपल्ट बिहान चरा फेरि आयो। यसपटक उसले किसानको हातमा एउटा चम्किलो सुनौलो बिउ राखिदियो। किसान अचम्ममा पर्यो तर लोभ गरेन। उसले त्यो बिउ खेतको एक कुनामा रोपिदियो। अर्को बिहान त्यही ठाउँमा एउटा जादुई बिरुवा उम्रिएको थियो। केही दिनमै त्यस बिरुवामा हजारौं किन्डल जय फल्न थाले। किसानले ती सबै ट्रकमा भरेर बजारमा लग्यो। मानिसहरूले खुसी खुसी किनेर लगे। बिस्तारै किसान धनी बन्यो। तर ऊ कहिल्यै घमण्डी बनेन। उसले गरिबलाई सहयोग गर्यो, चराहरूलाई दाना दिइरह्यो र खुसी साथ आफ्नो जीवन जिउँदै गयो। कथाको अन्तिम सन्देश: दयालु हृदयले गरिबलाई पनि धनी बनाउँछ।